साथीहरू म चाहिँ पाल्पा मेरो मामा घरदेखिबाट त्यो देखिने पछाडिको मेरो मामा घर हामी चाहिँ कहाँ जाँदैछौँ भन्दा यसो खानासाना खाएर आराम गरियो हावा लागेको छ चिसो छ बाहिर जाडो भएको छ त्यही भएर यस्तो भेषमा छु म सल्लेरी पाखातिर जाउँ न भनेको उहाँ देखिने उहाँ पारी देखिने ठाउँमा सल्लेरी पाखातिर जाउँ भनेर अनि मेरो भदै अनि म भएर यसो सर घुमेर आउँ त भनेर हिँडेछौँ अनि अहिले म पुगेपछि सल्लेरी पाखा पनि देखाउँछु है त आइज छिटो आइज फटाफट सल्लेरी पाखा पागल जस्तो यस्तो राम्रो एउटा हाँगामा 4-5वटा गुलाबको यस्तो दामी देखेँ कि मैले हाम्रो मेरो माउ चाहिँ यो है यहाँनिरै हामी थोरै यताबाट यसरी घुम्दै आएको है ल हेर्नु साथीहरू हामी चाहिँ आइपुग्यौँ नभन्दा अरे कोही मान्छे भए चोट लाग्छ के यस्तो राम्रो ठाउँ छ हाम्रो मामा घरको छेउतिर यस्तो राम्रो छ रमाइलो छ घरहरू नजिक नजिक यस्तो बाटो छ अनि ऊ त्यहाँ त कस्तो काला हेर्दा कस्तो दामी फुल हेर त हात त घरमा वाउ कहाँ गयो जुम गरौँ है त ए यस्तो राम्रो फुल हेर्नुहोस् त पारी घर कस्तो दामी छ सल्लेरी पाखा हेर्नु न जुम गरी देखाइरहेको छु तपाईँलाई है हेर्नुहोस् पाल्पाको ठाउँ कस्तो छ पाल्पाको हावापानी राम्रो हुन्छ हुनेलाई त चिसो सहन नसक्नेलाई गाह्रो छ मलाई त पाल्पा आयो कि खोक्न र अनि कपडा ओढ्नै ठिक्क हुन्छ सदाभर जाडो हुने मान्छे चिसो सहन नसक्ने मान्छेलाई गाह्रो छ यहाँ पनि घरहरू छ बारी हेर्नुहोस् यो बारी केटो कहाँ गयो के यसले बाँदर आउला अहिले थाहा पाउलोस् फेरि यहाँ कस्तो राम्रो दामी छ कि पाहाडको घर यस्तो मनपर्छ मलाई काफलको बुट्टा यस्तो छ उहाँ गयो अहिले बाँदरले अहिले बोकेर उता बारीतिर किन गइस् त बारीतिर अर्काको घरतिर किन गइस् त खोइ सल्लेरी यहाँ माथि होला यहाँ तल होला यता आइज त अर्काको घरतिर गइस् त यता आइज यता आएको डाँडामा त हुन्न मलाई गाह्रो हुन्छ त अर्काको घरतिर किन गइस् त बाटो होइन त्यो यता माथि हो कि कता हो यता हुन्छ है यहाँ माथि आइए है सल्लेरी सास बढी गाला माथि घर माथि छन् होइन जान्छ म सास बढिसक्यो हेर्न यो काफलको बुटो निखिसकेको छ भाइ काफल त ल्याउनु साथीहरू सल्लेरी हाम्रो तराईतिर यस्तो सल्लेरी पाखा डाँडाकाँडा कहाँ देख्न पाइन्छ र कसले हो मलाई भन्नुभएको थियो पाल्पा यस्तो राम्रो ठाउँ रहेछ भनेर हिजोको फोन गर्नुभएको थियो मलाई हाम्रो बर्दियातिरबाट मैले तपाईँलाई फेरि पछि पनि भिडियो बनाएर राखिदिनेछु है हेर्नु होला यस्तो दामी छ सल्लेरी पाखा किन होला भाँच्यो नि त्यो नभार फानेको हेर ल हेर्नु साथीहरू फेरि हिँड्दै यो उहाँको घर तपाईँलाई चिनिन अनि त्यसपछि हेर्नु त यस्तो खतराको छ कि पाहाडतिरको गुलाबको फुल चाहिँ त्यसरी हुँदो रहेछ हाम्रोमा हामी चाहिँ खोकी लगाइहाल्यो यही बेलामा फर्केको हावा चाहिँ लागिरहेछ घाम अलिअलि घाम देखिएको छ घाम देखियो भने हावा लागिरहेछ हाम्रो आइसक्यो हावा त 24 घन्टा लागेको लागि अब यतापट्टि पनि जानु झ्याउ लाग्यो अहिले पछि अलिकति जानु पर्ला हामी चाहिँ आइसक्यौँ घर अनि के भन्छ थगेला जस्तो भयो कहिले कहाँको डाँडामा जाऊँ कहिले कहाँको डाँडामा जाऊँ भने आउँछ नि ढोका लाग्यो तातो पानी मेरो तातो पानी नखाए हुँदैन हेर्नु साथीहरू के गर्नु अनि सास बढ्यो नि होला राति भयो 3 बज्यो
तारा जुन सबलाई